सुन्दर जलबाट माथि ढापडेमसम्म जान लाग्यो। हामीहरू चाहिँ भर्खरै यो आर्मी ब्यारेक कटेर थोरै माथि लागेको छौँ। अझ मलाई आएन, अझ मलाई चाहिँ म्यासेज गरेँ यस्तो राम्रो गुराँस देख्न पाउँथ्यो। अस्ति आमामा भैरवकुण्ड जाँदा म जति हिँड्ने कोही छैन भनेर कस्तो दौडे आमामा। कसैले सोचेको थिएन त्यो त्यसरी हिँड्छ भनेर। फेरि सर्टकट बाटो हो, यहाँबाट 45 मिनट पुगिन्छ भने यहाँबाट जाँदा 1.5 देखि 2 घन्टा लाग्छ। रोड गयो भने चाहिँ 2 घन्टा लाग्छ। यहाँबाट चाहिँ छिटो हुन्छ, बाटो अलिअलि चिप्लो छ जान। 1 मिनट एक सेकेन्ड भिडियो बनाउँछन्, कति चाहिँ भिडियो बनाऊ, कति चाहिँ अट्ने रहेछ। तर सुन्दर जेलबाट थोरै माथि चाहिँ गाह्रो छ, त्यहाँबाट यता यस्तै बाटो छ, सजिलो छ, आउन सकिन्छ मजाले, जस्तो मान्छे नि आउन सकिन्छ। क्यामेराम्यान चाहिँ मै हो है अहिलेसम्मको भिडियो बनाउने। ड्याम हो, रहेसम्म छ यो कुलेखानी ड्याम जस्तै रहेछ। त्यो माछा हामी चाहिँ भर्खर आइपुग्यौँ। रमाइलो छ, 3.5 घन्टामा आइपुग्यौँ हामी चाहिँ तल सुन्दर जेलबाट। कसैले 4 घन्टा। हामीहरूको खानकी यही हो चाहिँ, अब आजको भातै हो हाम्रो लागि। सिधा गयो भने ड्याम पुग्छ, यता गयो भने चिसापानी बजार, अनि साइडमा गयो भने काठमाडौँ। अब हामी चाहिँ आज ड्यामसम्म आउने भने ड्यामसम्म आयो, अब काठमाडौँतिर जाने। अहिले 8:30 थियो, बढेछ। सुन्दरजेलको नजिक आइपुग्यौँ, त्यही तल हो। आजलाई हाइक सक्यो, 3:30 बजे भ्याइयो, बिहान 6 बजे हिँडेँ।